नमस्कार, म शिवनारायण यादव, चेयरपर्सन एबीएस कलेज। यो भिडियो आज अपलोड गर्नुको कारण के थियो भने आज तीनटा ग्रुप मधेसकै साथीहरू आउनु भएको थियो, बच्चाहरू पनि आए थियो, तर उनीहरू सटिस्फाइड नभइकन हाम्रो क्याम्पसबाट जानुभयो। अब उहाँहरूले के सोच्नु भएको थियो भने कि यो क्याम्पस 5 स्टार होटल जस्तो होला, तर यो 3 स्टार होटल जस्तो पनि छैनन्। त्यसैले यो भिडियो मार्फत सानो क्लिप मार्फत म भन्न चाहन्छु कि हाम्रो क्याम्पस 5 स्टार होटल जस्तो छैनन्, न 3 स्टार होटल जस्तो रहेछ है। क्याम्पसमा धेरै ठुलो छैनन्, त्यसैले लिफ्टको व्यवस्था छैनन्, सबै रुममा स्मार्ट बोर्डको व्यवस्था छैनन्, सबै कोठामा एसी छैनन्, 3टा कोठामा मात्रै एसी छ, 4वटामा छँदै छैनन्, ठुलो प्लेग्राउन्ड पनि छैनन् है, स्विमिङ पुलको व्यवस्था छैनन्, स्टार होटल जस्तो क्यान्टिन छैनन्। तर यहाँ के छ त, के प्रतिबद्धता म जनाउन चाहन्छु भने यहाँका टिचरहरू स्मार्ट रहेछन्। हामी 7 जना पीएचडी गरेका टिचर छौं। हाम्रो प्रिन्सिपल सर कोरियाबाट पीएचडी गर्नु भएको छ, 15 वर्ष त्यही पढाउनु भएको छ। त्यसै गरी हाम्रो एउटा पनि क्लास लिजर हुँदैनन्, त्यो म प्रतिबद्धता जनाउन चाहन्छु। सबै क्लास फुलफिल हुन्छन्। यदि कुनै टिचर कुनै दिन एब्सेन्ट हुनुभयो भने उहाँको सट्टामा अर्को टिचर पढाउनु हुन्छन्। पहिला नै त्यो हामी विद्यार्थीलाई युनिफर्म गरिसकेका हुन्छौँ, इन्फर्मेसन पहिला नै हुन्छन्। अर्को कुरा, कमजोर विद्यार्थीहरूको लागि फ्री ट्युसनको व्यवस्था छ। ट्युसन हामी पढाउँछौँ तर पैसा लाग्दैन। जस्तै कुनै विद्यार्थीहरू टर्मिनलमा फेल भयो भने हामी रि-एक्जाम लिन्छौँ र रि-एक्जामको ड्युरेसनमा हामी ती विद्यार्थीलाई एक्स्ट्रा क्लास दिन्छौँ, त्यसको पैसा लाग्दैन। एभ्री स्याटरडे अनलाइन एमसीक्यू क्लास, मल्टिपल चोइस क्वेसन क्लास हुन्छ है। पछि गएर दसैँ पछि गएर फिजिकली पनि हुन सक्छ। 12 क्लासमा प्रत्येक शनिबार इन्जिनियरिङ र मेडिकलको इन्ट्रान्सको एक्जामिनेसन हुन्छन् र सन्डे हामी रिजल्ट दिन्छौँ। त्यसैले सबै विद्यार्थी, हाम्रो क्याम्पसको सबै टिचर र सबै स्टाफ, हामी सबै अनुशासन भित्रै बस्छौँ। अनुशासन उल्लङ्घन हुन हामी दिने छैनौँ। इन टाइममा कोर्स कम्प्लिट गर्छौँ है। यस्तो होइन कि एकै दिन 4 घण्टा 5 घण्टा पढाएर लास्टमा कोर्स कम्प्लिट गर्ने, त्यस्तो कुरा हुँदैनन्। त्यसभन्दा पहिला नै हामी कोर्स कम्प्लिट गरेर त्यसपछि एक्स्ट्रा क्लास, रिभिजन क्लासहरू गर्छौँ है। त्यसै गरी यदि कुनै टिचरको कम्प्लेन आयो, क्लासबाट अधिक विद्यार्थी, धेरै विद्यार्थीहरूले यो टिचर राम्रो छैनन् भनेर भन्यो भने हामी टिचरलाई इमिडिएट रिप्लेस गर्छौँ। यति मात्रै कुरा हो। यति प्रतिबद्धता जनाउन चाहन्छु। धन्यवाद।